नमस्ते सबैजनालाई। तपाईहरुको यो पहिला यो वेबसाइटमा जाने है। वेबसाइटमा गएर तपाईको लगइन गर्नुपर्छ। लगइन गर्नको लागि आफ्नो इमेल एड्रेस हाल्ने, त्यसपछि पासवर्ड चाहिँ यो युजर bg@1298 भन्ने छ। सबैजनाको पासवर्ड यही हुन्छ है। अब म तपाईलाई स्टेप वाइज खोलेर देखाउँछु है। पहिला यो वेबसाइटमा थिच्ने, यो वेबसाइट खुल्छ। त्यसपछि यहाँ गएर लगइन भन्ने एड्रेस आउँछ, लगइन गर्ने, आफ्नो इमेल एड्रेस हाल्ने अनि पासवर्ड त्यही युजर bg@1298 भन्ने पासवर्ड हाल्ने हैन। त्यसपछि लगइन गरेपछि बल्ल तपाईहरुको को युजरले गरेको कसको सर्टिफिकेट भनेर थाहा हुन्छ है। त्यसपछि स्टेप बाइ स्टेप भन्छु। त्यसपछि यहाँ तल जाने, बुल्गेरियन ल्याङ्ग्वेज फर फरेनर बेसिक भन्ने आउँछ है। यसमा क्लिक गर्ने। यसमा क्लिक गरेर तपाईको यो तलको कोर्सेसहरु हो, लेसन 1 लेसन 2 यो भन्ने छ, एक्सपान्ड अल गर्ने हैन। त्यसपछि स्टेप बाइ स्टेप गर्ने, फर्स्टमा जाने, त्यसपछि सेकेन्डमा जाने, पालै पिलो गर्ने है। अनि त्यसपछि क्विज हुन्छ। लास्टमा तपाईहरुको के भन्छ, क्विज भएर तपाईहरुले कम्प्लिट गरिसकेपछि तपाईहरुको लास्टमा सर्टिफिकेट आउँछ। त्यो सर्टिफिकेटलाई प्रिन्ट गर्ने अनि त्यो यो स्लाबीलाई पठाउने, सेन्ड गर्ने। स्लाबीलाई पठाउने बेलामा तपाईको के गर्ने भनेदेखि एउटा सानो आफूले सिकेको वर्डहरु, बुल्गेरियन वर्डहरु के सिकेको छ हैन, नर्मल वर्ड, अब भनौं न गुड मर्निङ यताउति भनेर जस्ट बुझ्ने गरी हैन, बुल्गेरियन वर्डहरु दुई चारवटा बोलेर एउटा भिडियो बनाएर त्यो सर्टिफिकेट पनि स्लाबीलाई पठाउने है। सर्टिफिकेट चाहिँ तपाईको एकदम इम्पोर्टेन्ट छ। किनभने अहिले के कुरा भइराछ भने तपाईको यो सर्टिफिकेट बिना चाहिँ भिजा पाउँदैन नै भनेर भनिरहेछ। अनि पछिको लागि पनि तपाईहरुको इन्क्रिमेन्टहरु, स्यालेरीहरु पनि अलिकति राम्रो हुन्छ बुल्गेरियन ल्याङ्ग्वेज बुझ्यो भने। त्यो कारणले गर्दा सर्टिफिकेट एकदम इम्पोर्टेन्ट छ। अब सबैभन्दा पहिला छुटाउनु नहुने कुरा भनेको स्टेप बाइ स्टेप वेबसाइट भित्र छिर्ने बित्तिकै तपाईको पहिला सबभन्दा अगाडि लगइन गर्ने। लगइन गरिसकेपछि अनि यो लेसनहरु 1 बाइ 1 है, फर्स्टमा 1 अनि त्यसपछि 2 गरेर पालै पिलो गर्ने। पहिला भिडियो हेर्ने, त्यसपछि तपाईको क्विज गर्ने हैन। क्विज गरिसकेपछि तपाईको लास्टमा कम्प्लिट भएर सर्टिफिकेट आएपछि त्यो सर्टिफिकेटलाई प्रिन्ट गर्ने अनि एउटा सानो आफ्नो भिडियो बनाउने हैन। भिडियो बनाइसकेपछि बुल्गेरियन ल्याङ्ग्वेजमा अब गुड मर्निङ, गुड नाइट के भन्ने हो, उनले जे तपाईहरुले सिक्नु भएको छ एउटा 1 लाइन 2 लाइनको जस्ट भिडियो बनाएर उलाई त्यो सर्टिफिकेट समेत पठाउने है। त्यो चाहिँ एकदम इम्पोर्टेन्ट छ। बिना यो यसको चाहिँ बिना सर्टिफिकेटको चाहिँ तपाईहरुको भिजा नै हुँदैन भन्ने कुरा भइरहेछ हैन। त्यो कारणले गर्दा एकदम ध्यान दिएर मजाले स्टेप बाइ स्टेप मिस्टेक नगरिकन त्यो गर्नु होला है। सबैलाई यो एकदम इम्पोर्टेन्ट छ है।